म जितेन्द्र शाह। आज हामी धेरैले सुनेको तर धेरैलाई अलमल पर्ने दुई शब्द बुझ्नेछौँ, न्युट्रल र अर्थिङ। न्युट्रल र अर्थिङ भनेको के हो हामी बुझ्नेछौँ। न्युट्रल र अर्थिङ सबैभन्दा सजिलो उदाहरण लियौँ। कल्पना गर्नुहोस् तपाईको घरमा पानीको पाइप छ। एउटा पाइपबाट पानी घरभित्र आउँछ र अर्को पाइपबाट प्रयोग भएको पानी बाहिर जान्छ। ठ्याक्कै त्यसै गरी बिजुलीमा पनि हुन्छ। फेजबाट करेन्ट उपकरणमा जान्छ, यहाँ हेर्न सक्नुहुन्छ। फेजबाट करेन्ट उपकरणमा जान्छ र न्युट्रलबाट फेरि स्रोततर्फ फर्किन्छ। न्युट्रलबाट करेन्ट फेरि स्रोततिर फर्किन्छ। त्यसैले न्युट्रल भनेको करेन्ट फर्कने बाटो हो। सामान्य अवस्थामा न्युट्रलमा करेन्ट बगिरहेको हुन्छ। अब अर्थिङ भनेको के हो अर्थिङ बुझौँ हामी। अर्थिङलाई सामान्यतरमा अर्थिङलाई घरको सुरक्षा गार्ड सम्झिनुहोस्। सामान्य अवस्थामा अर्थिङबाट कुनै करेन्ट बग्दैन, तर यदि कुनै कारणले उपकरणभित्र तार बाहिर फलामको भाग छोयो भने त्यो करेन्ट मानिसको शरीरबाट नजाओस् भनेर अर्थिङले सिधै जमिनतर्फ पठाइदिन्छ। यसले मानिसलाई करेन्ट लाग्नबाट बचाउँछ र सर्किट ब्रेक वा फ्युजलाई पनि छिटै ट्रिप गराउँछ। अब एक लाइनमा सम्झने हो भने न्युट्रल भनेको करेन्टको सामान्य फर्किने बाटो हो र अर्थिङ भनेको करेन्ट चुहावटबाट अथवा करेन्ट लिकेज हुँदा प्रयोग हुने सुरक्षाको बाटो हो। र सिम्पली याद राख्नको लागि सजिलो तरिका न्युट्रलले काम गर्छ र अर्थिङले ज्यान बचाउँछ। हस्त धन्यवाद।